आज महेन्द्रगरमा यस्तो रमाइलो हुन्छ भन्ने मैले सोचेको पनि थिएन। हे गाइज वेलकम, फेरि स्वागत छ मेरो नयाँ मिनी ब्लग्समा। आज दाइ र म जाँदैछौँ महेन्द्रगढ दाइको विशेष कामले। दाइ काठमाडौँबाट आएको 2-3 दिन मात्र भएको थियो र काम होस् या घुम्न जहाँ पनि दाइ मलाई नै लग्ने गर्छ। हामीलाई आन्टीले बेलोरीबाट लाही पनि मगाउनु भएको थियो। हामीहरू जहाँ गए पनि 2 गिलास त ल्याइहाल्छौँ गन्नाको जुस। अहिले चाहिँ हामीहरू महेन्द्रनगर पुगिसकेका छौँ र पहिला भन्दा अहिले भने धेरै नै चेन्ज भइसकेको रहेछ। अहिले भने भीमदत्त नगरपालिकाको नाम चेन्ज गरेर राजा महेन्द्रको नाम राखेर महेन्द्रनगर नगरपालिका राख्ने कुरा युवाहरूले उठाउँदैछन्। हामीहरू चाहिँ अहिले आन्टीको रुममा पुगिसकेका छौँ। हामीहरू आन्टीको रुममा एकछिन बसेर स्विमिङ गर्ने सोचले स्विमिङ पुलको खोजीमा गयौँ। यस्तो घाममा बेलोरीबाट महेन्द्रनगर आउँदा घाम त भइहाल्छ नि। हाम्रो बेलोरीको सभातालमा पनि अस्ति भर्खरै मेयर पोतिलाले उद्घाटन गर्नुभएको थियो र उद्घाटन गरेको दोस्रो दिनबाट नै बन्द भइसकेको छ। हामीहरूले स्विमिङ पुल नपाएर हामी भने पोखरी कटेजमा आएका छौँ स्विमिङ गर्नलाई। हामीले स्विमिङ पुलमा आएर स्विमिङ पुलको टिकट काटिसकेका छौँ र एकजनाको भनौँ भने 300 र 2 जनाको 600 र कुनै टाइम लिमिट होइन, यो चाहिँ अनलिमिटेड हो। नाउ वी आर फुल्ली रेडी टु स्विमिङ। मैले र दाइले जाँदा जाँदै टायर पस हानिसकेका छौँ। हामीले स्विमिङ पुलमा छिरिसकेपछि घाम पनि त्यति लागिरहेको थिएन, हावा मात्र लागिरहेको थियो अनि मलाई भने जाडो हुँदै थियो। त्यसैले म पुलबाट बाहिर आइसकेको थिएँ। तर दाइ भने अहिलेसम्म मोज गर्दैछ, सायद अनलिमिटेड टाइम हुनाले होला। 4 घण्टा पोखरी कटेजको स्विमिङ पुलमा बसिसकेपछि हामी त्यहाँबाट निस्किहाल्छौँ। हामीलाई भोक पनि लागिसकेको थियो र हामी एक प्लेट मोमो खाएर त्यहाँबाट निस्किहाल्छौँ। हामीहरूले रुममा पुगेपछि अङ्कलले हामीलाई केपिएल खेल्ने भन्नुभयो। हामीहरूले आइपिएल एनपिएल त सुनेका थियौँ र केपिएल भने सुनेका थिएनौँ। अङ्कललाई केपिएलको फुल फर्म सोद्धा अङ्कलले कुँवर प्रिमियर लिग भन्नुभयो। अहिलेसम्म भिडियो हेरिदिएकोमा हजुरहरूलाई मनैदेखि माया छ। थ्याङ्क यू फर वाचिङ।